प्रश्न नम्बर 1 नेपालको कुन जिल्लालाई दोस्रो काठमाडौँ भनेर चिनिन्छ? यसको सही उत्तर हो पाल्पा। प्रश्न नम्बर 2 तीनतिरबाट भारतको सिमानाले घेरिएको जिल्ला कुन हो? यसको सही उत्तर हो कञ्चनपुर। प्रश्न नम्बर 3 नेपालको कुन जिल्लालाई सगरमाथाको प्रवेशद्वार भनेर चिनिन्छ? यसको सही उत्तर हो सोलुखुम्बु। प्रश्न नम्बर 4 नेपालमा सबैभन्दा बढी उचाइमा धान खेती हुने जिल्ला कुन हो? यसको सही उत्तर हो जुम्ला। प्रश्न नम्बर 5 नेपालको कुन जिल्लालाई अन्नको भण्डार भनेर चिनिन्छ? यसको सही उत्तर हो झापा। प्रश्न नम्बर 6 नेपालमा हलो आकारको नक्सा भएको जिल्ला कुन हो? यसको सही उत्तर हो रामेछाप। प्रश्न नम्बर 7 नेपालमा कालो टोपीका लागि प्रसिद्ध जिल्ला कुन हो? यसको सही उत्तर हो भक्तपुर। प्रश्न नम्बर 8 नेपालको कुन जिल्लालाई जडीबुटीको राजधानी भनेर चिनिन्छ? यसको सही उत्तर हो हुम्ला। प्रश्न नम्बर 9 नेपालमा सबैभन्दा बढी वन जंगल भएको जिल्ला कुन हो? यसको सही उत्तर हो कैलाली। प्रश्न नम्बर 10 प्रसिद्ध मनोकामना मन्दिर नेपालको गोर्खा जिल्लामा पर्दछ, सही या गलत? यसको सही उत्तर हो सही। प्रश्न नम्बर 11 52 पोखरी 53 तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? यसको सही उत्तर हो रुकुम। प्रश्न नम्बर 12 नेपालको सबैभन्दा होचो उपत्यका कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हो सङ्खुवासभा। प्रश्न नम्बर 13 नेपालमा गैंडाका लागि प्रसिद्ध जिल्ला कुन हो? यसको सही उत्तर हो चितवन। प्रश्न नम्बर 14 नेपालको कुन जिल्लालाई अलैचीको राजधानी भनेर चिनिन्छ? यसको सही उत्तर हो ताप्लेजुङ। प्रश्न नम्बर 15 नेपालको कुन जिल्लालाई झुलुङ्गे पुलको जिल्ला भनिन्छ? तपाईहरुका लागि 4 वटा अप्सन राखिएको छ। सही उत्तर थाहा छ भने कमेन्टमा लेख्नुहोला।